है ए ल ल अहिले चाहिँ भ्याए ल अहिले चाहिँ भ्याए ल व्यापक रमाइलोसँग खेलिराखेका छन् यिनीहरू आमामा ल है ल यो हो डिफुज उकालो डिफुज ठाउँ भनेर भन्छ हामीले यसलाई डिफुज भनेको दि भनेको पानी फुज भनेको मूल है यो डिफुज उकालोमा अहिले हामी छौँ म छु र यता मेरो भान्जा हुनुहुन्छ आफ्टर लङ टाइम पछि म यसरी पैदल यात्रा गरिराखेको छु र निकै मजा आएको छ है यो शारीरिक कसरत व्यापक रूपमा हुन्छ अनि मौसमको पनि यो एकदमै असन्तुलन गडबडको कारणले गर्दाखेरि ट्याक्कै हिँड्दै पैदल यात्री भनेर हामी हिँडिराखेका छौँ हेलो भान्जा कहाँ जाँदै हुनुहुन्छ हजुर मानपुर हो भान्जा चाहिँ उता मानपुर जाँदै हुनुहुन्छ है भने म स्कुल लाग्दैछु हिँड्दैछु र यहाँ सबैजनालाई मेरो यस नयाँ ब्लगमा स्वागत छ है हिजो अस्तिदेखि एकदम अविरल रूपमा यो मौसम निकै बिग्रिराखेको छ ल है ल भर्खरै चाहिँ भान्जा बसमा चढेर लाग्नु भयो मानपुर भने म ठ्याक्कै डाँडा बाटो उकालो चढ्दैछु है यस्तो रहेको छ बाटो ठाडै उकालो बाटो पो कता कता हो म नहिँडेको यो वर्ष म नहिँडेको यो बाटो वर्षौँ भयो है एकदम धेरै वर्ष भयो कि वास्तवमा भन्नुपर्दाखेरि आज हिँड्दैछु है यो बाटो बरु कता कता हो मलाई मेस छैन ए ल ट्याक्कै यहीँ हो है हामी पहिला पहिला चाहिँ ठ्याक्कै त्यो डाँडामा निस्केपछि यो साइड बाटो चढेर आउँथ्यौँ डाँडाको बाटो छ अरे ओ यहाँ माथि त सुन्तला आमामा होइन यहाँ कृषिमा त व्यापक परिवर्तन आइसकेछ त है यो डाँडामा सुन्तला छ है साथीहरू है हेर्नुहोस् त सुन्तला है सुन्तला है आहा सुन्तला कागती पनि रहेछ धेरै दिन धेरै वर्ष मजा आइराखेको छ है यहाँ त के भयो पोल फेरि हा 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 जोखिम पो भएर रहेछ त्यहाँ फेरि फाइनल्ली म यहाँ स्कुलमा आइसकेको छु र यहाँ चाहिँ बच्चाहरू पुराको पुरा खेलिराखेका छन् हेलो हेलो नमस्कार नमस्कार के खेलेको नि तिमीहरू म पनि खेल्नुपर्छ क्या तिमीहरूसँग ल एकचोटि सबैलाई हेलो गरिदेऊ ल हेलो के छ खबर ठिक छ ओके आज फर्स्ट दिन
फर्स्ट ब्लग विथ माई डियर स्टुडेन्ट्स ल है देख्न सक्नुहुन्छ ल फेरि 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 गर ल ल है ल है ल है छै 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 खोइ चोको नि ल है ए ल ल है अहिले चाहिँ भ्याए ल अहिले चाहिँ भ्याए ल व्यापक रमाइलोसँग खेलिराखेका छन् यिनीहरू आमामा ल है